हेलो एभ्रिवान सबैजना राधे राधे छ र वेलकम छ मेरो सानो एउटा मिनी ब्लगमा। आज चाहिँ मैले बेलुकादेखिबाट एउटा भिडियो सानो बनाऊँ भनेर बनाउँदैछु। र आज चाहिँ बिहानै दोकान गएको थिएँ। मैले भिडियो चाहिँ त्यति बनाउन पाइनँ, टाउको पुरा दुखिरहेको थियो र आज दोकान पनि छिट्टै बन्द गरेर घर जान लागेको र घर जाने अगाडि चाहिँ अलिकति पानी पिऊँ भनेर पानी पिउन बसेँ र अब चाहिँ घर जान्छु भनेर सोचिरहेको थिएँ, किनकि छिट्टै आज पुरा टाउको दुखिरहेको थियो नि त, त्यही भएर। अब घर जान लाग्यो, बेगसेग बोकेर रेडी भएँ। जाने अगाडि फेरि दोकान जान याद आयो। फेरि दोकान गएर साबुन एउटा किन्न थियो, साबुन एउटा किन्नु पऱ्यो भनेर साबुन किन्न गएँ, किनकि साबुन थिएन मेरो। म चाहिँ डभ साबुन लगाउँछु नि त, त्यहीको लागि त्यो डभ साबुन। अब हेर्नु न, म चाहिँ पैसा केमा हालेर राख्छु भन्दाखेरि यहाँ न पैसा हाल्ने चाहिँ ब्याग मेरो, थैली। र त्यसमा हालेर फेरि गएँ म फटाफट घर जाँदा निक्लेर पैसा-सैसा दिएर रेडी भएर निक्लिसकेँ। जाँदैछु जाँदै फेरि अर्को दोकानमा पुगेपछि त अर्को वस्तु लिनै बिर्सेँ भनेर याद आयो हौ। कस्तो माने एउटा लिन्छु एउटा लिन्न भनेर त्यस्तो याद आयो। फेरि जाँदैछु, अब कहाँ पाउँछ भनेर म चाहिँ उभिएर हेरिरहेको थिएँ। अब बाटो क्रस भएर जानुपर्यो फेरि अर्को दोकानतिर भनेर। अर्को दोकानमा गएको छ कि छैन भनेर सोचिरहेको थिएँ। धन्न त्यहाँ चाहिँ रहेछ र ढुक्क लाग्यो त्यहाँ चाहिँ देखेर, धन्न त्यहाँ चाहिँ रहेछ भनेर सोचेँ अब। अनि डर पनि लाग्दैछ, गाडीसाडी आइरहेको छन्, कस्तो डर लाग्छ मलाई चाहिँ फेरि अचेलबुरे पुरा एक्सिडेन्टहरू भइरहेको छ भनेर चाहिँ। अनि फेरि दोकानमा पसेर फेरि मलाई चाहिने जुन चाहिँ सामान थियो त्यो लिएँ। मलाई चाहिँ चाहिएको थियो कोलगेट, त्यही कोलगेट लिनको लागि पसेँ मैले चाहिँ, किनकि म पतञ्जली कोलगेट लगाउँछु, मलाई राम्रो लाग्छ। अगाडिबाटै म पतञ्जली नै कोलगेट लगाउँछु नि त, त्यही भएर चाहिँ अब पैसा निकाल्ने त बेगमा हाल्नु न पैसा। पैसा चाहिँ छैन, त्यही पनि बेग चाहिँ अब बेगबाट पैसा निकालेर दिँदैछु। कोलगेट पनि लिएर अब फेरि फटाफट बेगमा हालेर जानु लागेको म चाहिँ अब। त्यहाँ पछाडि अनि जाँदै थिएँ, जाँदै फेरि मलाई याद पो आयो त, एहे के लानु पर्थ्यो भनेर फेरि होस् भनेर छोडेर आएँ भनेर चाहिँ अब केही पनि नलिकन आइपुगेँ। अहिले चाहिँ म पुरा फाइनली घर आइसकेँ। अब भेट्छु फेरि भोलिलाई। भोलि एउटा सानो मिनी ब्लग लिएर आउँदैछु। आजलाई बाई।